सबैजनालाई मेरो नमस्ते। हाम्रो भाइले चाहिँ यहाँ चाहिँ स्कुल छ हैन, तलको घरमा पुग्नु पर्ने। यस्तो इन्ट्रेस्टिङ कुराहरू त गर्न आउँदैन, पुर्याइदिनु पर्ने चाहिँ यही घरमा हो। काले ए हजुर भन्नु। हेलो गाइज, हाम्रो भाइले चाहिँ भर्खर भ्लग बनाउन सिक्दै हुनुहुँदो रहेछ। हाम्रो भाइलाई चाहिँ लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हेलो भन्नु। म चाहिँ यता काकीहरुकोमा आएको छु। सबैजनालाई मेरो नमस्ते। म चाहिँ काकीहरुकोबाट फर्के, काकीहरु यसो रमाइलो गर्नुभयो। यहाँ चाहिँ स्कुल छ हैन गाइज। एउटा चाहिँ निकै तल जानुपर्ने छ, लास्टै गाह्रो हुँदो रहेछ भ्लग बनाउनु पनि। यहाँदेखि चाहिँ टक्कसँगले ऊ तलको घरमा पुग्नुपर्ने, त्यो घरको सामान ल्याइदिएको छु। अब अरू जस्तो इन्ट्रेस्टिङ कुराहरू त गर्न आउँदैन, हामी सिक्दैछु। यहाँ चाहिँ अगाडि ग्राउन्ड छ। आज चाहिँ लास्टै घाम लागिरहेछ क्या, अरू बेला चाहिँ सबै धुमिने होइन। अरूको हेर्दाखेरि त लास्टै सजिलो लाग्थ्यो, अब अरूको हेर्दाखेरि त बनाउँ लाग्थ्यो। अब बनाउँदाखेरि त सजिलै होला नि त भनेर यसो ट्राई गरेको त आम्मामा लास्टै गाह्रो हुँदो रहेछ। यसको ल्याएको थियो कि काट्ने। हेलो भाइ। के हुन्छ अब हेरौँ न, लास्टै कमेडी चढ्न चाहिँ चन्द्रे दाजु चाहिँ हुन्छ कि हुँदैन, कोही रहेन रहेछ घरमा। यो सामान पुर्याइदिनु पर्ने चाहिँ यही घरमा हो। घरमा कोही हुँदैन जस्तो छ। अब यहीँनिर राखिदिइरहेको छु। साथीहरूकोमा अब सामान पुर्याइदिनु आएको थिएँ, त्यही सामान अब पुर्याइदिएर घर फर्केको। अब साथीहरूकोमा त्यही अस्ति सामान ल्याएको थियो र त्यही सामान पुर्याउनु गएको। काकाहरू पुरै चरा मार्दै हुँदो रहेछ। चरा हान्नु परेन, लागेर उडेर पछि गयो। ओए कहीँ नै गयो। गर्मीले त मत्तैले के भयो त हो, अनि साह्रो गर्मी हो। छ्या बोजू दाउरा छिरेको हेर्नु भएन बोजूले। अब म चाहिँ साथीहरूकोमा पुगेर यता घर आइसकेँ। घरमा पनि कोही छैन जस्तो छ। अब चाहिँ अघि घर आइपुगेर खाजासाजा खाएर आज पनि दाउरा लिन। दाउरा त अब दिनमा एकचोटि त ल्याइराख्नुपर्छ। अब खानासाना पकाउँदाखेरि चाहियो नि त दाउरा। अब भाउजूले के भन्नुहुँदो रहेछ हेरौँ है, के बनाएको थियो भन्नुहुन्छ होला। हेलो भनिदिनु न भाउजू। होला लो भन्नु हरेको बनाउनु छैन सुन न एकचोटि बुहारीको। भाउजूले के भन्नुहुन्छ भनेर भिडियो बनाएको त आम्मामा कराउनु पो भयो पुरै। त तल जाँदैछु। यहाँ त सानो सानो भाइहरू गोरु चराउँदैछन् अरे, के गर्दै रहेछन् त्यही हेर्नु जानु पऱ्यो। के बनाउनु भ्लग पनि जस्तो लाग्छ क्या घरिघरि त। के भन्नु, मनै लाग्दैन क्या घरिघरि। त्यही पनि यसो मन लागेर बनाएको भाइहरू यहीँ पर्तिर होला। जहिले आउनु त यतै आउँछन्, जहिले आउनु त यतै आउँछन्। कहाँ गएछन् आज भाइ चाहिँ यहीँ तलतिर खेल्दै रहेछ कि भनेको। के खेल्दै रहेछ त, कहाँ छ हौ यो? अहिले यहीँ पो बोल्दै थियो। बुढे 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 कहाँ छ यो? ओइ सानो मैले भनेको बुढे भाइ चाहिँ यहीँ पर्तिर रहेछ होइन। भाइ चाहिँ यहाँ ग्याटिस खेल्दै रहेछ। के गरेको त्यो? चरा मार्नुलाई पुरा ग्याटिस रेडी पारिरहेको छ। कहाँ मारिस? त्यो भिस्टा चाहिँ के गर्छस् तैँले? कहाँदेखि चाहिँ ढुकुरको कुर्छ? ए हो, यहाँ भन्दै त के छ अरे? दुई गेडा छ। ढुकुरको के गरे? ढुकुरको गोठाला सर चाहिँ उनी हो होइन। उहाँको नाम चाहिँ जेमिस लिम्बू हो, तर हामी चाहिँ बुढे भनेर बोलाउँछौँ।
त गोरुको चाक जस्तो रुस अनि अर्को कालो चाहिँ उयो त्यसको रातानी अर्को चाहिँ ब्ल्याजिङ अर्को चाहिँ ल्याजिङ बुझिस् रुस भयो लु सके अनि काटीमा निदा ठोकिदिन्छु बुढे भाइले क्या पुरै आम्मामा ढुकुरको अन्डा अरे क्या दुईवटा बेच्यो अरे हाँस उठाउँछ क्या यसले चाहिँ लास्टै कमेडी छ यहाँ तल भेट्नु पनि थियो त्योसँग काम पनि थियो लास्टै हाँस उठायो के भन्छ तलबाट आएर टक्कसँगले अब आज पनि दाउरा लिनु जानु पऱ्यो एकचोटि दाउरा लिनेर डोको पनि रेडी छ आम्मो बाटो छिकेर यस्तो बनाइरहेको छ हो म चाहिँ दाउराहरू भएको ठाउँमा आइपुगेको छु अब भारी लगाएर घर लाने यता छ अनि यतापट्टि पनि छ भारी पुगिसक्यो अब बोकेर लाग्ने पानी पनि पर्ला जस्तो गरिरहेछ होइन दाउरा भारी पुर्याएर पनि भारी लगाएर आइपुगिसकेँ लास्टै सास बढ्यो गाइस आजको भिडियो चाहिँ कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला म त नराम्रो भयो जस्तो लाग्यो आजको भिडियो यति नै सबैलाई बाई